यहाँनिर घेरौला तपाईँहरूले देखाउनु सबै चोरी भएको घेरौला है अस्तिको मुनि जातमा छ होला यस्तो तल यसरी घेरौला फल्दो रहेछ टिप्नु टिप्नु खुर्सानी डल्ले खुर्सानी डल्ले खाने हो कल्ले धेरै खायो कन्ड पोल्ने है कता राख्ने कता नराख्ने मलाई के भन्ने यो कुरा डल्ले खुर्सानी डल्ले कोही भन्छ कल्ले खाने हो कल्ले खुर्सानी डल्ले खुर्सानी डल्ले खुर्सानी डल्ले त कुहिएछ बिग्रेछ सबै टिपेर लगेछ उनीहरू सबैलाई अब फ्याँडेर अर्को के लाउनुलाई तयारी गर्दैछ यो के अरे कुबिन्डो लगेर यो प्याज रोप्ने अरे रोप्छु भन्दैछ हाम्रो गर्ने कसले सदा त जेठा बाजे हुन्थ्यो अलिअलि हेल्प गर्थ्यो अहिले त छैन अकेले क्या करेगा अकेले हम क्या हो प्याते भयो यत्रो बडा रहेछ कि यो जिरे खुर्सानी हे साथीहरू यो चाहिँ जिरे खुर्सानी अस्ट्रेलियाको जिरे खुर्सानी जस्तो हुन्छ अब नेपाल भुटानमा त सानो मसिनो मसिनो हुन्थ्यो जिरे खुर्सानी भनेको चाहिँ ठुल्ठुलो भनेको जिरे खुर्सानी यत्तिकोसम्म चाहिँ भेटेको थिएँ मैले यतिकोसम्म तर यहाँ त ओहो हो जिरे खुर्सानी ल हेर्नुहोस् जिरे खुर्सानी रसा रसान सब टिप्नु नि छिप्पे गर्नु यो 2-3 दिन नआउँदा रातै भइहाल्छ जिरे खुर्सानी हेर्नुहोस् है पोसा पोसा लु 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 लडे लडे खुर्सानी बारीमा लडे बुढी ल ल त्यस्तो पाँसुलाई यस्तोमा ठोकेर लडे हेर यस्तो रमात लाग्दो जिरे खोर्सानी छ अरे साथीहरू हेर्नुहोस् है गाइस ओहो जिरे ए झोला यता पो जिरे खुर्सानी ला सबै टिप्यो तो बलिया ला फेदमा छुट्यो हाम्रो त यस्तोले नै बारी अगट्यो अनि यो पनि नचाहिने कुरा त होइन नि त चाहिने त हो नचाहिने कुराले अगाडि अब भन्ने हो बुढी
ए बुढी खुर्सानी छोडी यता ए बुढी राम्ररी टिप्ने गर्दा खुर्सानी नछोड्दा एक गरी टिप्ने गर्दा यो घेरो लगाएर फलिरहेछ अनि फल्दैछ फेदमा चाहिँ लादिनु पर्ने पानी माथि माथि छ अनि बकेटमा थापेर लाग्नु यहाँ धारा पानी त्यो छ गाइस सर भिडियोलाई अन्तिमसम्म हेर्नु होला के गर्छौँ गतिविधि गार्डनको गतिविधिहरू तपाईँहरू म्याचमा देखाउने कोसिस गरिरहेको छु भिडियोलाई अन्तिमसम्म हेर्न नछुटाउनु होला हस् त गाइस डल्ले खान्छ कल्ले डल्ले खान्छ कल्ले हामीले खायो कण्ड पल्ने डल्ले खायो कण्ड पल्ने ओहो क्या हाय डल्ले ओ डल्ले देखो डल्ले डल्ला ए डल्ली त्यो सबै त्यहाँ भित्र नि जिरो खोर्सानी ऊ पर नि छोडेछ भाँचेको त्यो बेसी ललाग्नु नपर्नु ल हेर्नुहोस् यहाँ काँक्रा फलेको कति हेर यहाँ यत्रो भर्खर आउँदै थियो अनि यो शीत पानी नभएर शीतले पनि ओ माया ओ हाय बडी हाय बडी हाय चिसोले मर्ने बेला भइगयो के गर्नु यिनीहरूलाई नि उयो बाँधिदिनु पर्थ्यो अरे हाजी करेला किलो गाड्नु पर्थ्यो अरे करेला यहाँ कता नि थियो टिप्यो छैन टिप्यो करेला छैन यहाँको कसले टिप्यो छैन त अनि यहाँ करेला थियो ती सबै टिप्यो अस्ति मैले टिपेर लगाएँ तर यहाँ त टिपेर जस्तो लगाएको छैन ल साथीहरू अर्को बारेमा यो अफ्रिकन फर्सी भनेको हो यो पनि सुक्यो झ्याङ सुकिसक्यो मरिसक्यो यसलाई टिपेर लानुपर्ने छ माथि छ यो पहिलो दोस्रो होइन अरू तेस्रो त्यस चौथो पाँचौँ छठौँ सातौँ कति ठाउँ आठौँ ठाउँ नौठौँ ठाउँ यहाँनिर करेला छ साथी यहाँ करेला मन पर्नेले यता लाइक गर्न साथीहरू करेला कसलाई मन पर्छ करेला वाउ यहाँ नि छ मकैको का डल्लै मकै डल्लै छ है करेला है खोर्सानी पाको इस ओहो यहाँ पाक्नु आएको छ आमा हो कत्रो आमा हो भित्र त कति पाक्नु आएको छ वाउ माथि हुन्छ है यहाँ पनि ठुलो भएको छ यहाँ पनि टिप्ने यसलाई पनि टिपेर लाने हो यहाँ पनि टिप्ने हो करेला सबै टिप्ने ठुल्ठुलो थियो आज चाहिँ हामी बुढाबुढी फलेको के छ सबै टिपेर लानु भनेर आएको छु यहाँ माथि हेर पाकिसकेको छ नि हेर त्यो त पाक्छ खाल्दिनु
माथि नदेखेको माथि यस्तोमा रहेछ क्या यस्तोमा हुँदो रहेछ यहाँ पाएको छ कि पाकेको त्यहीँ छोड लु माथि छाम्नु पर्ने छ नि त लु हेर त यी पाकेछ कि ओहो बिउ 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 हुन्छ यहाँ छोडिदिनु नि हँ यहाँ छोडिदिनु कहाँ सर्ने छ हौ यो त राखेर छर्ने हो नि त कहाँ अहिले छर्ने हो त उम्रिन्छ बाबै अहिले छरेको त सबै यो भइहाल्छ नि मरिहाल्छ नि शीतले खाइहाल्छ खाँदैन के बोल्या बुढी के बोल्या बुढी के बोल्या कसले भने खाँदैन भनेर शीत आउँदासम्म उम्रेकै हुँदैन लु 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 करेला खाने गाइस ल पुन्टे पुन्टे करेला ल करेला ल गाइस यहाँ झ्याल तल बसेको हुन्छ कि देख्दैन झ्याल भुइँमा हुन्छ होइन छ यहाँ चाहिँ झोला झोला हौ बाबै होइ यता हो खोर्सानी हो ए खोर्सानी करेला बोडी एभ्रिथिङ सबै एकैसँग भएको छ यो कति मसिनो खोर्सानी रहेछ हैया त्यस्तै छ यहाँ डल्ले खोर्सानी अरे तर लाम्चो छ भुइँ हुँदो रहेछ सबै करेला त रोपेको चाहिँ डल्ले फलेको चाहिँ लाम्चो हाम्रो लाम्चे गाउँ त्यसकै हुन्छ अरे लाम्चो हौ त्यस्तै हो पहिलो बिउ मात्रै हो डल्लो अनि दोस्रोचोटिको त लाम्चो यो चाहिँ के खोर्सानी हो त्यो भुटानको कहाँको अरे अस्ट्रेलियाको चाहिँ हो यो के यो खोर्सानी अस्ट्रेलियामा डल्ले खोर्सानी कहाँ छ हौ यो यो सबै भुटनिसहरूले ल्याएको नेपालीहरू ल्याएको त नि यो कहाँबाट आएको यो भुटनिस नेपालीहरूले ल्याएको त के करेला हेर्छ यहाँ माथि खोइ आमाले त्यहाँ तल हेर्छु नि त तल भुइँमा चाहिँ हेर्छु क्या यहाँ रातै यो खोर्सानी झ्याङै फुट्छ क्या त्यो अलिक नपिरो खालको कस्तो मजाले फल्दा छ अलिक नपिरो खालको यो हो नि यहाँ छैन बिचमा हामी पनि नाच्नुपर्छ बिचमा भनेर बिचमा छैन पुन्टे मात्रै रहेछ सबै चेपेर पुन्टे भएको छ क्या पुन्टे खालको रहेछ यो त्यसो गाइसहरू हेर्दै गर्नु होला हाम्रो भिडियो ल मलाई दिए ल झोला थाप झोला लिएर आउनु त यहाँ चाहिँ यति करेला झोला गऱ्यो यहाँ ओहो यार आम्मा वाउ वाउ कहाँ यहाँ राख्छौ त्यहाँनिर मैले यसको बिउ पनि राखेको थिएँ यो बिर्कोमा क्या यहाँ टमाटरको बिउ टमाटरको बिउ राखेँ यहाँ ट्याक्कै अनि यसलाई पनि यसरी यहाँ राखिदिने यहाँ रङ यसरी यो दानालाई ठ्याक्कै यहाँ सुकाइराख्ने कि अनि हामीले भुटानमा त यस्तो त पाकेको यो त खान्थ्यो क्या गुलियो भने यो पनि खान्थ्यो भने गुलियो टमाटरको बिउ करेलाको बिउ
यसो राख्छु यसलाई यहाँ राख्ने माथि ट्याङ्कीमाथि राखेको छ माथि माथि हुन्छ है करेलाहरू देख्दैन तर यहाँ त खन्ड्याङ गरेर सबै मरेछ करेला त्यो सरले खाएको छ करेला नि यहाँ छ ठुलो ए देख्दैन हौ दुईवटा पो रहेछ दुईवटा छ ठुलो माथि पको परेर यो पत्ता त्यो झ्यालमा यो डाँडीमा बस्यो भने नदेख्दो रहेछ क्या ए टिपिहाल्यो ए समातेर तान्यो होला नि माछा लु यहाँनिर छ करेला लु यहाँनिर छ ठुलो ए हेर यहाँ आमामा कत्रो त्यति लामो ओहो हेर यसरी यो सडामा तेर्सेको छ नदेख्थ्यो यत्रोबाट हेर्नु यस्तोमा तेर्सेर बस्दो रहेछ यतैबाट निक्लिँदा त गट्टा टिप्ने लाने यो सबै गट्टा कुन त्यहाँ लैजाऊ न के सानामा हाकेर हो यसो गट्टा खाने अरे के गट्टा लाने है यो अफ्रिकन फर्सीको गट्टा अब यो हुँदैन ठुलो के मर्छ गलो छ यहाँनिर त लामो करेला है सानो अब यता गट्टो खाने अरे यसलाई पनि टिप्नी गट्टो अब सबै कत्रिन थाल्यो क्या अब केच्रे हुँदैन उयो त पहेँलो छ यहाँ त पहिलेको त के गर्नु सबै केच्रेर यो खोर्सानी पाक्दैन त नि यो काँक्रो छैन हौ यहाँ पाकेको खुर्सानी छोडेर गएको छ यताबाट टिप्यो भने उता भ्याएन यहीँबाट भेट्छ उसले यताबाट मजाको आउँछ ए मजाको भेट्छ भेट्छ ए यता टिप्छ ल टिप्छ यो ढल्केर सबै यता आएछ वा खुर्सानी नि के फल्यो आम्मा के मजाले पाकेको छ फेरि च्याट्ट एउटा बोटमा चाहिँ नि के मजाले पाकेको छ खुर्सानी बारी ड्याम्म छ यहाँनिर हेर्नु राइस यहाँ बोडी फलिरहेको छ है हेर्नुहोस् है सबै जुरुम फैलिरहेको छ ला टुक्रुएको झ्यालै लडेछ झरेछ टुक्रुके सबै फलेको छ मजाले टिप्दाखेरि होला सबै झ्यालै लडेछ माछै झरेछ है यत्रो तार चुटेर झरेछ हेर्नुहोस् ल गाइस म तपाईँलाई यो रुखमा के अरे सिमी छ कि त्यो सिमी टिप्नुको लागि टिपेर देखाउँछु म तपाईँहरूलाई हेर्नुहोस् है म यहाँबाट यो चढ्नेछु हेर्दै गर्नु होला गाइस ओहो कान्छी नि आएको रहेछ म यहाँदेखि क्लाइम्बिङ गर्दैछु हेर्नु होला मैले कुदेर गयो भने पछारिन्छ यहाँनिर सिमी लहरा बेरेको छ होइन यो चाहिँ एप्पलको रुख है रहेछ र कतिलाई थाहा छैन भने चाहिँ म जानकारी गराउँदैछु एप्पलको रुख हो यो चाहिँ
एप्पलको रुख ठुलो छ। अनि यहाँनिर माथि चढ्दैछु म। किन चढेको भन्दाखेरि चाहिँ यहाँ सिमी छ क्या। यहाँ सिमी टिप्नको लागि माथि चढ्दैछु। यहाँ सिमीको झ्याल हो। अनि चढ्ने सुविधा बनाउनु पर्यो। चढेछु होइन अघि तपाईँलाई भनेको पनि थियो इस्कुस फल्दैछ भनेको छ। यहाँ माथि हेर्नु, यहाँ रहेछ एउटा माथि सधैँ ठुलै रहेछ। आइसकेर हेर्नुहोस् होला है। ए चप्पल गयो। चप्पल बेगर जानु यस्तो अप्ठ्यारो हुन्छ क्या। अप्ठ्यारो खुट्टै टाउकुती लाग्छ क्या। अनि चप्पल लाएर चढ्नुपर्ने अवस्था। ल हेर्नुहोस् यहाँ हेर्नुहोस् सिमी यस्तो फलेको छ होइन। कति मजा रहेछ। त्यो छिप्पिएको छ क्या। कता हो तलबाट हेर्दा चाहिँ देख्छ माथि आउँदा छैन। यहाँनिर इस्कुस ठुलो आएको छ एउटा। अनि यहाँ कहानी छ एउटा इस्कुस अनि सिमीको झ्याल। देखिँदैन। तलबाट हेर्दा देख्छ माथि आएपछि देखिँदैन कि सिमी नै के खालको। एउटा इस्कुस ठुलो छ। ए पछाडि झर्छ होला आज रुखबाट। फिल्लिल्लिल्लिल्लि चल। ए इस्कुस ए बुढी कता गयो सिराइज न। ला फुट्यो होला। सिमीको झ्याल यो त झ्याल छ क्या। ए अप्ठ्यारो भयो नि त मलाई। सबै तल झारेछ है के कहाँ हुन्छ। इस्कुस यत्रोबाट रहेछ माथि म टिपेर झारेछु। नै खोलिदिनु पर्यो गाडी फेरि अहिले एकैचोटि खोल्नु नि हो। हेलो सिमी टिप्नु चढेको रुखमा सिमी यस्तो मजाको सिमी छ। इस्कुस पनि भेटाइयो एउटा। अब यतापट्टि छैन अर्कोपट्टि जान्छु ल। गाइस अर्को साइडपट्टि आएको छु म अहिले सिमी टिप्नु। सिमीको
यो हरियो रुख यो एप्पलको रुखमा चढेछ सिमी चाहिँ यहाँ माथि माथि हेर्नु न यहाँ सिमी कहिले कहिले रहेछ छिट्या छ नि त्यो दाना लागेको छ नि त्यति दाना लागेर नि थियो यहाँ त चढेको थियो है सिमी टिप्नु चढेको रुखमा साह्रै पर्छ रुखमा चढेर सिमी टिप्नु चढेको रुखमा कलिलो कलिलो रहेछ सिमी त एब्री कलिलो कलिलो रहेछ सिमी यस्तै छ गाइस हेर्नु होला सिमीको झ्यालामा रुखमा चढेर सिमी टिपेको हेर्नु होला कलिलो कलिलो त चढिहाल्यो अब त्यस्तै भए पनि टिपेकै कताबाट झार्दिउँ जति भए पनि बजिरहेको छ अब के गर्नु दिलनलाई पिकअप गर्नु त हो सिमी टिपेको यस्तो गति छ हो यताबाट भेट्न चाहिँ टिप्यो भयो गाइस यो चाहिँ अर्कै खालको सिमी है यो चाहिँ अर्कै खालको छ चेप्टो चेप्टो हरियो हरियो चेप्टो चेप्टो हरियो चेप्टो चेप्टो सिमी हरियो उतापट्टि छ क्या पल्लोपट्टि धेरै Dạ. के बोल्या हाँ को बोल्या के बोल्या मैले कुरै नबुझ्या भने फाइनली सकेर चाहिँ अब पाइपलाई चाहिँ क्लोज गरेर चाहिँ पानी चाहिँ लगिनै बन्द गरेको त सिबी के फलफुलहरू टिप्नु थाल्यो त्यही भएर अलिकति पाइपलाई चाहिँ सेट डाउन गर्नको लागि चाहिँ अब चाहिँ सुरु हुँदैछ सुरु गरेर पहिला पानी तार्ने अनि मात्रै समेट्ने क्या यहाँनिर ठ्याक्कै राखेर
पानी सारा यसै गरेर पानी उता तारिन्छ। यो चाहिँ पानी तार्ने पाइप पुरै गयो तरिका है। यसो गरेर चाहिँ अप हुन्छ अनि पानी माथि पानी जान्छ, पानी सरल उँधो जान्छ, त्यसै गर्दै जाने हो, यसै गर्दै जाने हो। अनि सट्टै यसो गरेर पानी कहाँ चढ्दैछ भने अनि कहाँ आउँदैछ भन्ने कुरो सबैलाई जानकारी गराऊ। यसरी आइरहेछ पानी। यो पाइप जति उठायो त्यति पानी आउँछ है त। अब राख्यो भने अब बस्यो। यसलाई उठाइदियो, आयो पानी आयो हो। यसो गरेपछि चाहिँ यो पाइपमा रह्यो पानी खेर गएन लगाइसरो। किनभने सट्टै पाइप तानिदियो भने पाइपमा रह्यो पानी खेर जान्छ। अनि भनेपछि अब सट्टै उठाएर अनि अब जाने घर जाने केटाकेटीको भन्नुपर्छ। फर्सीको बाजा बज्यो कस्तो मजाले रातो पहेँलो, कस्तो पहेँलो रातो कस्तो मजाको होइन यो कस्तो मजाको फर्सी होइन। वाउ अलिकति छ मेरो ठन्डा जुस। यहाँनिर सबै सामानहरू छ होइन। क्यामेरा, ब्याट्री, सिरियल लाइटर, फ्रिजहरू चलाउने दुईवटा फ्रिज, यो USB चार्जर, यो पहिले सेट गरिदिएको यसलाई। अहिले स्टिल छ। गाइसहरू फाइनली हामी यो के भन्छ गार्डनमा आएर टिपटाप गरेर फलफुलहरू टिपटाप गरेर अब घरतिर जाँदैछौँ। गाडी चढिसक्यो। यता बुढी मेरो बुढी आउनुहुन्छ, रेडी छु। अनि म यता छु, सिट बेल्ट लाउनु पर्यो। त देखाउनु कहाँ भएको देख्यो त्यो त देखाऊ यता भिडियो गरेर सबै हेर्दा यता उता सबै घुमाउँदा हेर हाइट छैन सिक्नु। बुढी नै यस्तो छ बुढीले यसो हेल्प गरेर सघाइदिएदेखि त कन्टेन्ट त राम्रै बन्थ्यो नि। कन्टेन्ट हेल्प गर्न सक्दैनन्। बन्द भयो भइरहेको छ नि। आशा छुनुपर्छ नि। अब हिँडेको है साथीहरू ल। अनि अहिले अब कसको गाडी हो घर जाँदैछु। अब फेरि 2 बजे यहाँ आउनु फर्सी हेरेर फ्री हो यो फ्री कसले खान्छ। किनभने भेजिटेबल धेरै कुरो खानेकुराहरू धेरै छ। अनि भएपछि चाहिँ त्यो बिक्री पनि हुँदैन। मान्छेले कतिले एक ताल मात्रै खान्छ, त्यहाँबाट मन पराउँदैन क्या। अनि त्यो भएर हुन्छ यस्तो हुन्छ। माउन्टेन ड्यू आई लभ यु। त्यसो बाटो यहाँ अफरोड कच्ची रोड छ कि यसो जाँदैछ हामी। यस्तै छ गाइस, यस्तै छ। हेर्दै हेर्नु होला भिडियोलाई अन्तिमसम्म हेर्नु होला तपाईँहरूले। भिडियोलाई हेरेर साथ दिनु होला। अन्तिमसम्म हेरेर कमेन्ट सेयर लाइक गरिदिनु होला है त साथीहरू ल। अहिले अब एकछिन 2 साढे 2 बजी स्कुल जानुहुन्छ यहाँ। 2 वर्ष
आफ्नो आँटा अहिलेको यो स्कुल यहाँ छ स्कुल ट्रिनिटी यो पनि के भन्छ स्कुल